हजुर, एउटा कुरा याद गर्नुभएछ, आजकल सामाजिक सञ्जालमा हजुरले यो पत्रकारहरूले डिफ्रेन्ट ठाउँमा गएर, गाउँ, सहरमा गएर क्वेसन सोध्यो भने मान्छेहरूले सधैँ एउटा एन्सर दिइरहनु भएको हुन्छ कि राम्रो मान्छे आउँछ अनि त्यो राम्रो मान्छेलाई जिताउँछु भनेर। तर हामीले यो जब संविधानको हाम्रो यो पार्लिमेन्ट हाउसको लागि सांसदहरू हामीले जब छान्छौँ, सांसदले गर्ने काम भनेको संविधानमा केही संशोधन गर्नुपर्ने छ भनेदेखि त्यो बनाउने र केही नयाँ नियम कानुन ल्याउनु पर्ने छ, सुधार्नु पर्ने छ भने त्यो बनाउने हो। इफ कुरा त्यो हो भनेदेखि, उनीहरूको काम त्यो हो भनेदेखि, हजुरले एकजना राम्रो मान्छे छानेर त्यसले केही पनि रिजल्ट दिँदैन। हाम्रो देशमा प्रब्लम के भएको हो भन्दाखेरि, हाम्रो सांसदहरूमा सबैजना नराम्रो हुनुहुन्थ्यो त हुनुहुन्थेन। तर प्रब्लम के हुन्थ्यो भन्दाखेरि, राम्रो मान्छेहरू थोरै हुनुहुन्थ्यो। त्यही भएको भएर उहाँहरूले चाहेको जस्तो कहिले पनि केही चेन्जेस चाहिँ ल्याउन सक्नु भएन। जति नै कराए पनि नराम्रो मान्छे धेरै भएको भएर उहाँहरूले राम्रो काम गर्न सक्नु भएन। त्यो भएको भएर चाहिँ हाम्रो फोकस चाहिँ जस्ट एउटा पर्टिकुलर मान्छेमा मात्रै होइन कि एज अ किन भन्दाखेरि यो एउटा मान्छेले के गर्न सक्ने गेम नै होइन। तपाईँले इफ यसलाई एज अ गेम सोच्नुभयो भनेदेखि त्यहाँनिर चल्छ नम्बर्सको गेम। जोसँग सङ्ख्या धेरै छ, जोसँग धेरै आफ्नो सांसद धेरै छ, त्यो सांसद जति जति धेरैजना सांसदले आफ्नो पार्टीबाट जित्नुहुन्छ, उहाँहरूले नै देशको के कसरी अगाडि बढ्छ, नियम कानुन के हुन्छ, संविधान के हुन्छ भनेर डिसाइड गर्ने उहाँहरूले नै त्यो कुराको छिनोफानो गर्ने हुनुभएको हुँदाखेरि हामीले के साथ साथ सोच्नु पर्यो भन्दाखेरि एउटा मान्छेले जितेर केही पनि हुँदैन। हामीलाई जित्नुपर्ने को हो पार्टीले। किन भन्दाखेरि यो पार्टी बेस्ड सिस्टम छ नि त हाम्रो देशमा। त्यो भएको भएर पार्टीले जित्नु पर्यो। तपाईँको एमाले एज अ होल के एजेन्डाज ल्याउँछ, उसको प्रधानमन्त्री को छ, उसले कस्तो कस्तो काम गर्छु भनिरहेको छ, उसको मेन मोटिभ के हो, उसले आफ्नो सांसदहरू कस्तो उठाएको छ, त्यो कुरा हेर्नु पर्यो। काङ्ग्रेसको हकमा पनि त्यही, राजचन्द्रको पार्टीको हकमा पनि त्यही, नयाँ आएको संस्कृति हो कि उज्यालो हो कि माओवादी हो कि जेसुकै भए पनि एज अ होल पार्टी चाहिँ हजुरहरूले हेर्नुपर्ने हुन्छ। किन भन्दाखेरि 1-2 जना, 10-15 जना, 20-21 जना मात्रै गएर केही पनि हुन सक्दैन। हाम्रो देशमा प्रत्यक्षतर्फ हुनुहुन्छ 165 जनाको सिट, त्यसपछि हुन्छ समानुपातिकतर्फ 110 जना। त्यो 2टा मिलाएर भयो 265 जना। तपाईँलाई सरकार बनाउनको लागि कम्तीमा पनि 138 चाहिन्छ, त्यो भनेको मेजोरिटी। मेजोरिटी ल्याउनको लागि 138 वटा सिट हुनुपर्यो अथवा कोहीसँग मिलेर 138 वटा बनाउनु पर्यो। त्यो 31 वटा बनाउन सक्यो भनेदेखि आफ्नो गभर्नमेन्ट फर्म गर्न पायो, नभए पाइएन। त्यो 138 वटा सिट ल्याउनको लागि हामीले के सोच्नु पर्यो भन्दा कुन चाहिँ पार्टीको एजेन्डाज के हो? इफ हामीले एउटै पार्टीलाई मात्रै फर इक्जाम्पल बालेन, सबैजनाले बालेन, बालेन, बालेन भन्नुहुन्छ होइन? उहाँले एकदम राम्रो काम पनि गर्नुभएको छ। त्यो सबैलाई थाहा भएकै कुरा हो। त्यसमा बेसी केही भन्नै परेन। तर इफ बालेन एकजनाले मात्रै झापा 5 बाट चुनाव जितेर ओलीलाई पनि हरायो अरे, तर झापा 5 बाट बालेनले मात्रै जितेर जाने हो भनेदेखि के उहाँले काम गर्न सक्नुहुन्छ त? केही पनि गर्न सक्नुहुँदैन। किन? किन भन्दाखेरि यो मेयर जस्तो पोस्ट होइन। मेयरको पोस्ट भनेको कार्यकारीको सबभन्दा ठुलो पोजिसन थियो। त्यही भएर उहाँको सेल्फ डिसिजन मेकिङ पावर धेरै हुन्थ्यो। उहाँसँग पावर धेरै थियो। आफ्नो नियम कानुनभित्र बसेर उहाँले जे जति पनि काम गर्न सक्नुहुन्थ्यो, एक्लै पनि गर्न सक्ने काम धेरै थिए र गरेर पनि देखाउनुभयो। तर साथसाथै उहाँलाई वडाबाट पनि राम्रो काम गरेको भएर वडा अध्यक्षहरू यहाँको सबैले सपोर्ट गरिदिनु भयो। त्यही भएर अझै धेरै काम गर्न सक्नुभयो होला। तर सांसद चुनेर जाँदाखेरि त्यस्तो एकजना मान्छे गएर केही पनि हुँदैन। एज अ होल पार्टी नै चुनेर जानुपर्यो। केही नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट 138 मिनिमम सिट ल्याउन सक्यो भने बल्ल राष्ट्रिय स्वतन्त्रको तर्फपट्टिबाट मात्रै एकल आफ्नो निर्णयबाट मात्रै उहाँहरूले गभर्नमेन्ट फर्म गर्न सक्नुहुन्छ, भनेको सरकार बनाउन सक्नुहुन्छ। र त्यो सरकार बनाउँदाखेरि उहाँहरूको एजेन्डाज के छ र उहाँको प्रधानमन्त्री को हुन्छ? बालेन। त्यसपछि बल्ल बालेनले चाहिँ आफूले जे बोलिरहनु भएको छ, जे एजेन्डाजहरू आफ्नो जस्तो जस्तो छ भनेर अगाडि सार्नु भएको छ, त्यो पुरा गर्न सक्नुहुन्छ। होइन भने केही पनि गर्न सक्नुहुँदैन। त्यो भएको हुँदा भोट दिनेखेर प्लिज यो कुराहरू एकदम ध्यानमा राख्नु होला। कसलाई भोट दिने भन्दा पनि बेसी कुन पार्टीलाई भोट दिइरहेको छु भन्ने कुरा एकदमै धेरै महत्त्व राख्छ। होइन भनेदेखि पहिलाको जस्तै सबैले 10-20 सिट ल्याउने, 50-60 सिट ल्याउने हो भनेदेखि फेरि
केही न केही, काहीँ न काहीँ गएर गुटबन्धन गर्नै पर्यो, भित्र मिल्नै पर्यो। अगाडि चुनावको बेलामा जति नै ठुलो भाषण छोडेर हामी एमाले मान्दैनौँ, काङ्ग्रेस मान्दैनौँ, माओवादी मान्दैनौँ, राष्ट्रिय स्वतन्त्र पार्टी मान्दैनौँ, जे जति भने पनि त्यसले केही पनि रिजल्ट दिँदैन। रिजल्ट ड्रिभन हामीलाई एक्चुअलमा चाहिँ रिजल्ट चाहिएको हो भनेदेखि त्यो रिजल्ट पाउनको लागि कुनै एउटा मात्र पार्टीले धेरैभन्दा धेरै भोट ल्याउनु पर्यो, जसले गर्दाखेरि उहाँहरूले गर्न सक्नुहुन्छ। अर्को मेन कुरा भनेको तपाईँले इफ नेपालमा केही एउटा ललाई चेन्ज गर्नु पऱ्यो, जुन नियम कानुन छ त्यो नियम कानुनले भएन, नयाँ ल्याउनु पर्यो अथवा भएकोलाई खारेज गर्नु पर्यो अथवा संशोधन गर्नु पर्यो भने त्यो काम गर्नको लागि हजुरलाई पार्लिमेन्टमा केही नभए पनि 138जनाका इफ हाउस फुल छ भनेदेखि त्यो फुल हाउस भएको बेलामा 265 मध्ये 138जनाले त्यसमा हुन्छ अथवा त्यसको सपोर्टमा बोल्नुभयो भनेदेखि बल्ल त्यो नियम चाहिँ चेन्ज हुन गर्न सकिन्छ, नभए त्यो चेन्ज गर्न सकिँदैन। र इफ संविधानै संशोधन गर्नुपर्ने हो भने त झन् प्रतिनिधि सभाको 265जना र तपाईँको यो राष्ट्रिय सभाबाट 59जना त्यो कम्बाइन गरेर हुन्छ 334 334जना। 334जना मध्येमा 2/3 मेजोरिटी आउनु पर्यो, भनेको 2/3 भन्दा बेसीको मत जब पुग्छ अनि बल्ल उहाँहरूले संविधान संशोधन गर्न सक्नुहुन्छ। हाम्रो एजेन्डाजहरू जे छ, राष्ट्रिय स्वतन्त्र पार्टीले जे एजेन्डाजहरू भनिरहेको छ अथवा कुनै पनि पार्टीले जुन जुन एजेन्डाजहरू भन्नुहुन्छ त्यो एजेन्डाज आफूले पाउनको लागि, पुरा गर्नको लागि चाहिँ यो नम्बर्सहरू एकदमै धेरै भ्याल्यु गर्छ। त्यही भएर भोट गर्नुभन्दा अगाडि बालेनले देश बनाओस् भनेर चाहनुहुन्छ भने तपाईँको गाउँठाउँमा जो जो मान्छेहरू आइरहेको छ उहाँहरूलाई तपाईँहरूले भोट नदिएसम्म बालेन एक्लै पठाएर बालेनले झापा 5बाट 10,00,000 भोट ल्याए पनि हुन त त्यहाँ 1,00,000 त कतिजनाको भोट होला, तर सबैजनालाई त्यहीँ भोट दिए पनि हुने केही पनि वाला छैन, बिकज त्यो खाले हाम्रो सिस्टम नेपालमा छैन। त्यो भएको भएर यो नम्बर्सको खेल एकदमै धेरै हुन्छ प्रतिनिधि सभाभित्र। राष्ट्रको नियम बनाउने र कानुन बनाउने कुरा र संविधान बनाउने कुरामा नम्बर्सले एकदमै धेरै अङ्कगणितको खेल एकदमै धेरै हुन्छ, नम्बर्स एकदमै धेरै म्याटर गर्छ। त्यही भएर भोट दिन गर्नुभन्दा अगाडि प्लिज सोच्नु होला र आफ्नो गाउँठाउँबाट सकेसम्म एउटा पार्टी सोचेर भोट गर्नुहोला। र इफ केही गरेर कसैले नराम्रो क्यान्डिडेट उठाइरहेको छ भनेदेखि कसरी हुन्छ, अब त नाम त चेन्ज गर्न नमिल्ला, तर पनि त्यो कुरालाई कसरी एड्रेस गर्न सकिन्छ भनेर त्यहाँको आफूलाई मन परेको पार्टीकोसँग इङ्गेज भएर त्यसलाई के गर्न सकिन्थ्यो भनेर अझै बहस गर्नुहोला। र मेबी अहिलेको लागि कसरी हुन्छ त्यो बाटो निकाल्न सक्नुभयो भने त राम्रो भयो, सक्नु भएन भने पनि एज अ होल पार्टी सोचेर सक्दो धेरैभन्दा धेरै मत एउटा पार्टीलाई दिउँ, जसले गर्दा 5 वर्षको सरकार बनोस्, स्टेबल गभर्मेन्ट बनोस्, स्टेबल सरकार बनोस्, स्थायित्व बोकेर आओस् त्यो सरकारले, जसले गर्दा उसले आफ्नो एजेन्डाजहरू के छ, आफूले काम गर्न खोजेको के थियो, उसले घोषणा पत्रमा के लेखेको थियो त्यो फुलफिल गर्न सकोस्। जब इलेक्सन सकिन्छ र मान्छेहरू प्रतिनिधि सभाभित्र जानुहुन्छ त्यहाँभित्र गएपछि अङ्कगणितको खेलमा फसेर नपरोस् र हाम्रो देशले सोचे जस्तो विकास र समृद्धि पाउनको लागि यो कुरा एकदम म्याटर गर्ने भएको भएर मैले यहाँहरूलाई रिमाइन्डर दिएँ। प्लिज यो भिडियोलाई सेयर गर्नुहोस् होला आफ्नो गाउँठाउँमा, जसले गर्दाखेरि मानिसले किन कुन पार्टी मान्छे भन्दा त्यहाँको एउटा सिङ्गल सांसद भन्दा चाहिँ पार्टी किन ठुलो हो र त्यो सांसदले गर्ने काम भन्दा पनि ठुलो एज अ पार्टी होल कसरी अगाडि बढ्न सक्ने कुरा हो यो टुकी धारा बनाउने, बत्ती जोड्ने कुरा होइन भनेर सम्झाउनको लागि यो भिडियो प्लिज सेयर गरिदिनु होला। धन्यवाद।